नमस्कार सम्पूर्ण साथीहरूलाई स्वागत छ तपाईहरुलाई। तपाईहरु पनि पक्कै एक दिन सफल हुनुहुनेछ किनभने तपाईहरु पनि यस समयलाई ज्ञान गुणका भिडियोहरु हेर्दै आफ्नो ज्ञान बढाउँदै हुनुहुन्छ। आज म संसारमै सबैभन्दा बढी बिक्री भएको पुस्तक मध्ये एक पुस्तक द म्याजिक अफ थिंकिङ बिग को महत्त्वपूर्ण 5 वटा लाइनहरु लिएर आएको छु। यसका लेखक हुनुहुन्छ डेभिड स्वायर्ज। उहाँले यस पुस्तकमा धेरै उदाहरणहरु दिनु भएको छ। त्यो सबै कुराहरु तपाईहरुलाई जानकारी दिँदा एकदमै भिडियो लामो हुने भएकोले एकदमै छुटाउनै नहुने 5 वटा बुदाहरु तपाईहरुलाई म जानकारी गराउन गइरहेको छु। 1 नम्बरमा छ ठूलो सोचको ठूलो सफलता। तपाईहरु ठूलो सफलता पाउनको लागि सबैभन्दा पहिला आफ्नो सोच ठूलो राख्नुपर्छ। तपाई सानो सोच राख्नुभयो भने तपाईको सफलता नै सानै हुन्छ। जस्तो सोचको आकार तपाईको त्यस्तै सफलता हुन्छ भनिएको छ। तपाईको ब्याङ्कको पैसाको आकार तपाईको खुशीको आकार तपाईको सोचमा भर पर्छ भन्नुभएको छ। र यसरी उहाँले एक्जाम्पलको रूपमा एलन मस्क जसले ठूलो सोच राख्नुभयो र आज उहाँ संसारको सबैभन्दा धनी व्यक्ति र सफल व्यक्तिमा गनिनुहुन्छ। दोस्रो नम्बरमा भन्नुभएको छ आत्मविश्वासको शक्ति। जब मानिस आफूमा आत्मविश्वास जताउँछ, म गर्न सक्छु भनेर आत्मविश्वासी हुन्छ, तब उसले हरेक कामहरु गर्न सक्दछ। जसरी क्रिस्टियानो रोनाल्डो गरिब परिवारबाट आएका भए पनि उहाँले आफूमा विश्वास राख्नुभयो र आफ्नो खेललाई ध्यान दिनुभयो, मेहनत गर्नुभयो। त्यसैले उहाँ आज महान खेलाडीहरु मध्ये गनिनुहुन्छ। तपाईले आफूमा आत्मविश्वास राख्नुहोस्। डर सबैभन्दा ठूलो शत्रु हो। जब तपाई पनि आफूलाई बलियो सम्झिनुहुन्छ, के गर्न सक्छु भन्ने सम्झिनुहुन्छ भने तपाईको आत्मविश्वास अगाडि बढाउनुहोस्। पक्कै पनि तपाई पनि सफल हुनुहुनेछ। तेस्रो नम्बरमा भनिएको छ बहाना हैन उपाय खोज्नुहोस् भनिएको छ। हामी मानिसको जात के हुन्छ भने कुनै पनि काम सफल भएन भने बहाना दिने, अरूलाई दोष लगाउने काम गर्दछौं। त्यसैले बहाना बनाउन छोड्नुस्, उपाय खोज्नुहोस् भनेको छ। उदाहरणको रूपमा चाइनाको ज्याकमा उहाँ धेरै पटक इन्टरभ्यु फेल हुनुभयो, तर पनि उहाँले आफूलाई कहिले हिम्मत नहारी अगाडि बढाउनु भयो र आजको विश्वको सबैभन्दा ठूलो अलिबाबा जस्तो कम्पनी उहाँले स्थापना गर्नुभयो। त्यसैले तपाईहरु समाधानमा ध्यान दिनुहोस्, उपाय खोज्नुहोस्, बहाना नबनाउनुहोस् भनिएको छ। त्यसैले तपाई पनि सफल हुनको लागि उपायहरु खोज्नुहोस्, आफ्नो लक्ष्यमा जाने उपाय खोज्नुहोस्। तपाईहरु पनि त्यता जानुभयो भने तपाई पनि पक्कै एक दिन सफलता हात पार्नुहुनेछ। चौथो नम्बरमा छ सकारात्मक सोचको शक्ति। राइटरले हामीलाई भन्नुहुन्छ तपाई जब सकारात्मक सोचका साथ अगाडि बढ्नुहुन्छ, तपाईको लक्ष्य पनि राख्नुभयो र तपाई आत्मविश्वासी पनि हुनुभयो भने अब तपाईले सकारात्मक सोच हरेक परिस्थितिमा, हरेक नकारात्मक परिस्थितिमा पनि तपाईले सकारात्मक सोच राखेर अगाडि बढ्नुभयो भने तपाई पक्कै सफल हुनुहुनेछ। नकारात्मक सोच राख्नुभयो भने तपाईको काम कहिले सफल हुँदैन। सकारात्मकताका साथ अगाडि बढ्नुभयो भने तपाई पक्कै सफल हुनुहुन्छ भन्नुभएको छ। उहाँले एक्जाम्पलहरु धेरै दिनुभएको छ। म नेपालकै झमक घिमिरेको एक्जाम्पल दिन चाहन्छु। उहाँ शारीरिक अशक्तताका बावजुद पनि आफूलाई सकारात्मक सोच, आफ्नो प्रयास र हरेक मेहनतका कारणले गर्दा उहाँ अहिले विश्वमा परिचित हुनुहुन्छ। त्यसै सकारात्मक शक्तिको सोच राख्नुहोस्, सकारात्मक बनाउनुहोस् र अगाडि बढ्नुहोस्। र 5औं नम्बरमा छ सबैभन्दा महत्त्वपूर्ण कुराहरु। ठूलो सोच राख्नुभयो, आत्मविश्वासी पनि हुनुभयो र सकारात्मक सोच पनि राख्नुभयो, हरेक उपायहरु पनि खोज्नुभयो र लास्टमा तपाईले अब त्यसमा कार्य पनि गर्नुपर्ने हुन्छ। त्यसमा तपाईले काम गर्नुपर्ने हुन्छ। जति ठूलो सोच राखे पनि तपाई सफल हुनुहुन्न जबसम्म तपाईले त्यसप्रति कार्य गर्नुहुन्न, पाइला राख्नु हुँदैन, तपाई कहिले पनि सफल हुनुहुन्न। आफ्नो एउटा गोल राख्नुहोस्। आफ्नो एउटा गोल राखिसकेपछि त्यसमा निरन्तर कार्य गर्नुहोस्। त्यसले नै तपाईलाई सफलता दिलाउनेछ। जस्तै एकैचोटी 10 किलोमिटर रनिङ गर्नलाई गाह्रो हुन्छ, त्यसैले
थोरै डिस्टेन्स एक किलोमिटरमा रेस्ट गर्दै अर्को 1 किलोमिटर गर्दै जानुभयो भने तपाईँले 10 किलोमिटर पनि पार गर्नुहुनेछ। आफ्नो लक्ष्यमा जानको लागि यी 5 बुँदाहरू तपाईँले सधैँ निरन्तर दिमागमा लिएर हिँड्नुभयो भने तपाईँलाई सफल हुनबाट कसैले रोक्न सक्दैन। यतिन्जेल मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मेरो कमी कमजोरी केही छन् भने कृपया कमेन्ट गर्नुहोला र तपाईँहरूलाई अब नेक्स्ट विक म यस्तै ज्ञानगुणका भिडियोहरू लिएर आउनेछु। लाइक र सब्स्क्राइब गरिदिनु होला। हस्त धन्यवाद। नमस्ते। जय नेपाल।